कता ताऊ फेन आने ल पानी देख्दै छ कस्तो लाग्दैछ त तिमीलाई पिजा गर्दा सो देख्न सक्नुहुन्छ वी आर ब्याक टु पिच रोड फाइनल्ली हाम्रो पिच रोड पनि आयो ल गाह्रो चल्यो भने चाहिँ गाह्रो हुन्छ नत्र यतिकै बाबमा चाहिँ स्लो गर्दैन हुन्छ पानी मुनि त्यस्तो इनर्जी लाग्दैन हाम्रो राति हेर्दा यस्तो थियो दिउँसो हेर्दा यस्तो छ यतापट्टि फर्क त ताऊ फेन आने ल ले हैन चितलाङ गाइस त्यसमा हाम्रो भ्यू देखिरहेको छ दुईजना कपल्सहरु बस्नु भएको छ सुमन दाइले अब जुम गरेर हेर्न लाग्नु भएको उहाँ हो त्यो है यहाँ देखिसक्यो अब अझै दाइले एट्याक्समा फोटो खिच्नुहुन्छ फेरि भिडियो बनाउँछ कस्तो छ त्यस्तो नगरिदिनु होला दाइ साथीहरु हामीलाई यहाँ अल्छी लागेको छ अहिले पारी कसरी जाने अब हामी यसरी यहाँबाट डुङ्गा लिन नि आउँदैन अब पौडी खेलेर जानु पर्ला त आज त है यताबाट सर यसरी 2000 years later हामी अहिले चितलाङको भिडमा अब हामी बिस्तारै जाँदैछौँ काठमाडौँतर्फ बाटो यस्तो छ पछाडि केटाहरू छन् यसरी ट्याक्क यहाँ अजय दाइ हुनुहुन्छ पछाडिपट्टि हाम्रो रोहित थापा गाजी र सन्देश हुनुहुन्छ अनि हाम्रो यहाँ राइडर प्रतीक थापा गाजी सबले चिन्नुहुन्छ उहाँलाई आइपुगिसकेका छौँ यो चाहिँ चितलाङको सर केटाहरू पछाडि छ बाटो चाहिँ दुईवटा यहाँ एउटा यो चाहिँ अफ रोड भयो एउटा पनि जाने बाटो अनि अर्को बिच रोड छ बिस्तारै जाउँ रोड छ अर्को बिच रोडको बाटो चाहिँ राम्रो छ 70% बाटो चाहिँ बिच छ अनि 30% चाहिँ त्यस्तै होला 30% चाहिँ अफ रोड छ उता मार्को जाने बाटो यसरी देख्न सक्नुहुन्छ यहाँ रिजर्टहरू छन् इन्द्रेणी मसरुम रिजर्ट रे ठिक छ हामी जान पर्ने चाहिँ त्यो डाँडा यो डाँडा हो कि यो डाँडा कटेर जानुपर्ने हो हामी अब कति टाइम लाग्छ हामीलाई केही थाहा छैन अहिलेको 3:30 भइसक्यो 2000 years later सो देख्न सक्नुहुन्छ वी आर ब्याक टु पिच रोड फाइनल्ली हाम्रो पिच रोड पनि आयो जाउँ ल सर र यसरी हेर्न सक्नुहुन्छ स्पिड हेर्न सक्नुहुन्छ राइडिङ स्किल है ल
सर हामी त्यो माथिको डाँडा कटेर जानुपर्छ हामी फेरि अफरोड आयो यार छ्या अन्टी बाख्रा चराउँदै हुनुहुन्छ यता ट्याकको बाख्राहरू नि चर्छ होइन अब यो बाटो अब हामी उकालो लाग्दैछौँ यहाँबाट चन्द्रगिरी एक्सप्रेस हाम्रो रोडिङ राइडर पनि आउँदैछ है पछाडि हल्का एक्सिडेन्ट भएर अफरोड सुरु भयो अब अफरोड सो अब अफरोड राइडिङ पनि हल्का हामी देखाउनेछौँ पार्टमा देखाउँछौँ हामी त्यस्तो सबै चाहिँ देखाउँदैन क्लिपमा बिस्तारै अर्को जेसिबीले माटो फाल्दैछ यसरी हामीलाई हल्का एकछिन बाटो ब्लक हुनु गयो भने गएन यसरी दाइले हामीलाई जा भन्नु सकेर इसारा दिनु भइसकेको छ यहाँबाट माटो निकाल्दै अब हामी माथि त आइसकेको चन्द्रगिरीको के हो है हामी चाहिँ यता आएर हो यस्तो थियो र हिजो आउँदा थियो है रातिमा हो नि त हिजो हामी रातिमा आएर थाहा भएन क्या यस्तो पहिरोहरू गएको चाहिँ अस्तिको पानीले होला क्या सबै यो बाटो चाहिँ यस्तो रहेछ पहिरो सहिरो गएकै हो देख्न सक्नुहुन्छ है एकदमै यता मात्र यता नि अब 2-3 दिन लगातार ठुलो पानी पऱ्यो भने त यता नि जान सक्ने सम्भावना छ त्यही हो त्यो माथि देख्नु भएको चाहिँ तपाईँहरूले चन्द्रगिरी डाँडा हो वी आर नियर टु चन्द्रगिरी है चन्द्रगिरीको डाँडा हो त्यो केवल कार जाने यो चाहिँ एउटा चेक पोइन्ट जस्तै हो होइन यहाँ चाहिँ मान्छेहरू यहाँबाट प्याराग्लाइडिङ पनि हुन्छ यो माथिको डाँडाबाट तपाईँहरूलाई थाहा कि थाहा छैन प्याराग्लाइडिङ पनि हुन्छ र यहाँ त्यस्तो छ खाजासाजा खानलाई राम्रो ठाउँ छ व्यवस्था पनि राम्रो छ यहाँ यसरी 2-3टा होटेलहरू खोलेका छन् यतैको बासिन्दाहरूले र दाइ हाम्रो उयो कुदरत भएको छ यहाँ माथि एउटा रिजोर्ट पनि र हामी ब्याक टु काठमाडौँ अब हामी ओह्रालो देख्न सक्नुहुन्छ यतातिर नि हिउँ पर्छ तर चिसो अलि जाडोमा ऊ त्यो माथि देखिरहनु भयो होला तपाईँहरूले होइन त्यही हो केबल कार चन्द्रगिरी केबल कार यता बाटो चाहिँ जे होस् राम्रै छ भनौँ न अब ठुलै छ यस्तो छ तलको भ्यू दिस इज द काठमाडौँ सिटी देख्न सक्नुहुन्छ यहाँबाट देखिहाल्छ नि काठमाडौँ सरर हो काठमाडौँ जो यो साइड यो मैले देखाइरहेको साइड चाहिँ दहचोक साइड हुनुपर्छ पक्कै नि दहचोक साइड उतातिर के हो उता त यता सतुङ्गल नैगाप थानकोट के यो जङ्गल पनि घना ठुलो एकदमै खतरा जङ्गल हो लास्टै चिसो सर ल हामी अब हल्का तल गएपछि भेट्छौँ है त फेरि त बाई बाई 2000 years later र हामी फाइनल्ली तल पिच रोड झरिसकेका छौँ है चाहिँ पुरै यो अलिकति माथिसम्म सब पिच हो होइन त्यहाँ पनि एउटा चेक पोइन्ट टाइपको छ तर कर्नरिङहरू चाहिँ एकदमै जोखिमपूर्ण खाले छ जोखिमपूर्ण यसरी हामी सर जान्छौँ पिसाब हेरौँ भनेको पिसाब ल हाम्रो अब यहाँ पिसाब गर्ने कार्यक्रम हुनुला म त्यहाँ त गर्दिनँ ल को पिसाब फेर्ने हो फेर्दा हुन्छ है म त फेर्दिनँ यहाँ मेरो खुट्टै दुखिसक्यो मुजी कस्तो दुख्यो यार केटाहरू पिसा फेर्दैछन् ऊ त्यहाँ ऊ सन्देश पिसा फेर्दैछ यता हेर्दै सन्देश म त्यहाँ तलबाट धारा नि देख्दैछ
कस्तो लाग्दैछ त तिमीलाई पिज्जा गर्दा भन न मन फेर्दियौ रोहितले फेर्दैछ त्यहाँ अब प्रतीकले उठी हो त्यहीँबाट दिइसक्यो हल्ला आएल बेब धुलो चाहिँ एकदम रोहितको यहाँ हेर्नु ल धुलो होइन यो सबै कि तिम्रो हुडी नै यस्तै हो धुलो हो अनुहार नि सबै कालो भयो गोरो मान्छे सन्देश नि प्यान्ट कि है तिमी त गोरो भएछ मिलाइ गरौँ न धुलो लाग्यो होला मुखसुखमा धुलो लाग्यो होला त्यस्तो केही छैन तर अब के हामी जाउँ है ल जाउँ यात्रा फेरि सुरु गरौँ काठमाडौँ त टेकियो तर वासस्थान पुगेको छैन अहिलेसम्म जाउँ हाम्रो यात्रा फेरि यहाँबाट सुरु भइसकेको छ है साथीहरू देख्न सक्नुहुन्छ अब 2,000 years later. सो हामी अहिले हो थानकोटनिर आइपुगेका छौँ साथीहरू यो चेकपोस्ट हो चेकपोस्ट आइपुगेको हौँ हामी अहिले देख्न सक्नुहुन्छ तपाईँहरू होइन यो चाहिँ अहिले चेकपोस्ट आइपुग्यौँ हामी हल्का अगाडि गएपछि मेन रोड निस्किन्छ यो चाहिँ माथि चन्द्रगिरी जाने बाटो र चितलाङ जाने बाटो छ माथिपट्टि यताको भिडभाडहरू देख्न सक्छ तिहार लाग्दैछ बिस्तारै अब काठमाडौँमा नि तिहार बिस्तारै लाग्दैछ है तिहार लाग्दैछ रमझम देख्न सक्नुहुन्छ यतातिर होइन तलतिर काठमाडौँ भ्याली छिरिसकेका छौँ हामी यो चाहिँ हेर्नुहोस् देख्न सक्नुहुन्छ यो चाहिँ चेकपोस्ट हो है चेकपोस्ट हो दाइ यहाँ हुन्छ हामी अहिले चेकपोस्ट होइन त दाइ हो ल ऊ मामाको घर मामा घर जल्या थियो यो मामा घर पनि सब सरेर हामी कलङ्कीतर्फ जाँदैछौँ हामी है ल बिस्तारै बिस्तारै हामी अब रात परिसक्यो केही देखिँदैन होला जे भयो नि कालो कालो देखिन्छ केही छैन अनुहारको भए पनि म हो नचिन्नु होला यहाँ हाम्रो पट्टिखामा छ बाइक चलाउँदैछ एकदम जाडो छ गाइस काठमाडौँ एकदम जाडो छ है जाडो छ साह्रै नरम यो देख्न सक्नुहुन्छ यो फ्लाइओभर हो अहिले नयाँ बनेको यहाँ यो चेकपोस्टनिर चेकपोस्टभन्दा हल्का तल अब यो अन्डरग्राउन्डको बाटो देख्न सक्नुहुन्छ उताबाट अन्डरग्राउन्डको बाटो हो सिधै नागढुङ्गाबाट यहाँ निस्किन्छ यस्तो राइडरहरू भेटिन्छ बाटो बाटोमा होइन यसरी ल सतुङ्गल आइपुग्न लाग्यौँ र हाम्रो आजको भ्लग यति नै हामी भेटौँ अब नयाँ एपिसोडमा नयाँ बाटोमा हामी नयाँ डेस्टिनेसन सोध्दैछौँ कहाँ जाने भनेर होइन नयाँ ठाउँ सोच्दैछौँ हामी अब कहाँ जाने होला भनेर के गर्ने होला भनेर अब 10-15 दिनमा फेरि नयाँ भ्लग आउँछ नआउने होइन 10-15 दिन नलाग्न सक्छ 10-15 दिन पनि नलाग्न सक्छ होइन तर चाँडै नै अब नयाँ भ्लगमा हामी भेट्नेछौँ आजको लागि यति नै हस्त बाई बाई